विद्यालयका प्रधानाध्यापक त्यसैगरी आदरणीय विवेक अध्यक्षज्यू सम्पूर्ण शिक्षक साथीहरू प्यारा विद्यार्थी भाइ बहिनीहरू सबभन्दा पहिले म यहाँलाई हार्दिक नमस्कार गर्न चाहन्छु। म विक्रम तामाङ, घर मेरो बोल्दै। अब टेम्पाथाङमा यो मेरो दोस्रो भ्रमण हो। पहिलो भ्रमणमा म यहाँ आउन मात्रै पाएको थिएँ। दोस्रो भ्रमणमा चाहिँ मलाई यो विद्यालय एउटाकै एकदमै विकट ठाउँमा रहेको विद्यालय, यो विद्यालयको भ्रमण गर्ने मन लाग्यो र त्यो हिसाबले मैले हाम्रो मिसलाई मैले भनेको थिएँ र हाम्रो साङ्गे सरलाई पनि मैले भनेको थिएँ एकचोटि मैले विद्यालयको भिजिट गर्छु भनेर। आज यहाँलाई भेट्न पाएँ, खुसी लाग्यो। तपाईँ सबैलाई यस्तो विकट ठाउँमा आएर पनि मजाले शिक्षा हासिल गर्नुभएको छ। सबैजनालाई फेरि पनि शुभकामना। विशेष गरेर म शिक्षक मित्रहरूलाई एकदमै हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु। किनभने यस्तो विकट ठाउँमा आएर, दुर्गम ठाउँमा आएर त्यो बाटो सम्झिँदाखेरि मलाई सिरिङ्ग हुन्छ। तैपनि आफ्नो पेसालाई एकदमै शिक्षा जस्तो क्षेत्रमा मजाले योगदान दिएर यो ठाउँको सेवा गर्नु सबभन्दा ठुलो कुरा हो। त्यसैले म एकदमै सम्मान व्यक्त गर्न चाहन्छु उहाँहरूलाई सर्वप्रथम। र थोरै मैले के भन्न चाहेँ भने आदरणीय विवेशका अध्यक्षज्यू हुनुहुन्छ, उहाँले पनि र विद्यालय व्यवस्थापन प्रधानाध्यापकले पनि राम्रोसँग एक टिम बनाएर यसरी गरिरहनु भएको छ। पहिलाभन्दा अलिकति मैले धेरै प्रगतिहरू पनि देखेँ, खुसी लाग्यो। अझै पनि विद्यालयको प्रगति भएको हेर्न चाहन्छु र यो कार्यमा मैले सकेको, व्यक्तिगत रूपमा सकेको म पनि जोडिने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। र मैले मेरो प्यारा प्यारा भाइ बहिनीहरूलाई सानो कोसेली ल्याएको छु, एक-एकवटा कपी कलम ल्याएको छु। यहाँले त्यसमा राम्रोसँग होमवर्क गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। र भोलिको दिनमा अझै यो विद्यालयको उन्नति होस्, प्रगति होस्, हामीले त्यही देख्न पाओस्, त्यही सुन्न पाओस्। फेरि अर्कोचोटि आउँदाखेरि यहाँ भवन थपेको रहेछ, अरू समस्याहरू पनि यहाँ थुप्रै देखेँ। सबैजना मिलेर, यो सबै समुदाय मिलेर विद्यालयको अगाडि बढेको म हेर्न चाहन्छु। यो कार्यमा म पनि जोडिन चाहन्छु। हस्, धन्यवाद।